हेलो अनि नमस्ते साथीहरू, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ वैशाखको 25 गतिको दिन हामी चाहिँ हाम्रो ओडाबाट आयोजित गरेको हाम्रो बाख्रा पालन दिदीबहिनीहरूलाई चाहिँ हामीलाई बन्दीपुर लाँदै हुनुहुन्छ। अनि उहाँ चाहिँ मेरो ठुलो मम्मी हुनुहुन्छ, ओडा सदस्य सुकुमाया तामाङ ठुलो मम्मी। अनि हामी चाहिँ त्यो पानीहरू सबै लिएर त्यसपछि लाग्यो बाटोतिर। अनि यो बिच बाटोमा चाहिँ यो सुरुङ मार्गको बाटोहरू नि हामीले हेरेँ है, कस्तो यो बनाइरहेको थियो, हेर्दा कस्तो डर लाग्दो थियो। अनि यहाँभित्र चाहिँ छिरेर त्यो सुरुङबाट हेरेर भित्र छिर्न नि पाइन्छ अरे, तर हामीले चाहिँ त्यतिखेर छिरेन, पछि फर्किँदाखेरि चाहिँ छिर्ने भनेर। अनि खाजा खाने ठाउँमा पुगेका थियौँ। अनि हामी चाहिँ खाजा खान लागेको। अनि यसमा हामीसँग चाहिँ खाजामा के छ भन्दा चाहिँ रोटी छ, आलुको अचार, अनि त्यसपछि झोल तरकारी, चना, अनि त्यसपछि आलु। अनि खाजा खाइसकेपछि चाहिँ हामी फेरि लागे आफ्नो गन्तव्यतिर। अनि बिच बाटोमा पुग्यो, म चाहिँ निदाएछ, मेरो छोराले चाहिँ आफैले भ्लग बनाएछ, हेर्नु नि त्यहाँ। अनि हेलो गाइज, मेरो मम्मी चाहिँ सुतिरहेछ भनेर के भनेर बनाएछ। अनि त्यसपछि चाहिँ हामी खाना खाने ठाउँमा पुगेका थियौँ। यो चाहिँ मुक्लिन हो, मुक्लिन बजार। त्यसपछि चाहिँ मेरो बाबुले चाहिँ यो देखेपछि उसलाई खानु परिहाल्यो, त्यसपछि ऊ खाने भनेको। अनि ठुलो मम्मीले चाहिँ माम खानुपर्छ, यो खानु हुँदैन भनेर उसलाई जिस्काउँदै थियो। अनि त्यसपछि चाहिँ खानै आएको थिएन। अनि खाना नआउन्जेल चाहिँ मेरो बाबुले चाहिँ गेम खेलाइरहेछ फुपूले। उहाँ चाहिँ बुद्धि फुपू हुनुहुन्छ। अनि जोपट्टि यो पर्छ त्यसलाई चाहिँ प्रिङ्गल्स दिनुपर्छ भनेर। अनि फाइनल्ली खाना आयो। खाना आइसकेपछि खानालाई बस्यो। हेर्नु न, थाल चाहिँ कत्रो ठुलो, खाना चाहिँ थोरै, तरकारी पनि थोरै थियो। हामीले चाहिँ कति धेरै पछि थपेर नै खायो। अनि खानासाना खाएपछि चाहिँ हामी हिँडेँ बन्दीपुरको बाटो। अनि फाइनल्ली यो चाहिँ बन्दीपुरको माथि जाने बाटो हो। यो बन्दीपुरको चाहिँ एरिया नै पर्छ यो, तर एक्ज्याक्टली बन्दीपुर बजार चाहिँ पुग्नलाई माथि जानुपर्ने रहेछ। तर यो ठाउँ यति राम्रो थियो साथीहरू, भ्यू यति राम्रो थियो। अनि हामी चाहिँ यो राष्ट्रिय बाख्रा फार्म पुगेको थियौँ। अनि त्यसमा पुग्दाखेरि चाहिँ अनि यहाँ होइन, योभन्दा अझै माथि छ भन्नुभयो। अनि त्यहाँबाट चाहिँ हामी पुग्यौँ। अनि फाइनली हामी आएको चाहिँ हामी चाहिँ यो राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालय भन्ने ठाउँमा आएको। अनि आज चाहिँ यहाँ कार्यक्रम भएको भएर अनि हामीलाई चाहिँ भोलि मात्र आउनु भनेर भन्नुभयो। अनि त्यसपछि चाहिँ हामी ब्यानरले लिएर फोटोसोटो खिचेर फेरि अनि हामी बन्दीपुर बजारतिरको लागि लाग्यो साथीहरू। अनि फाइनली यो चाहिँ बन्दीपुर बजार आइपुग्यो। अनि यसमा चाहिँ गाडी चाहिँ बन्दीपुर बजारमा चाहिँ माथि ठुलो गाडीहरू जाँदैन रहेछ, सबैजना हिँडेर चाहिँ जानुपर्ने रहेछ। अनि हामी चाहिँ सबैजना बसलाई त्यहाँ राखेर अनि हामी हिँडेर गएँ। अनि हाम्रो चाहिँ यहाँ बन्दीपुरमा चाहिँ होमस्टेमा चाहिँ बस्नको लागि चाहिँ अलरेडी पहिल्यै कुरा गरेर आउनु भएको रहेछ। अनि हामी यहाँ जाँदै थियो। अनि त्यसपछि यो बिच बाटोमा चाहिँ हामीले यो भाइरल भाइले चाहिँ भेटेँ। यो भाइको नाम चाहिँ के भन्थ्यो, होम के भने जस्तो लागेको थियो, मैले बिर्छु। यो बन्दीपुर जाउँला सँगै बसौला, क्यामेराले फोटो खिचौला भनेर पुरै गीतमा भाइरल भएको थियो नि त, भुन्टुङ्गो 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 भनेर। अनि अहिले चाहिँ त्रिशुलीमा हम्फाल्यो कि भन्ने गीतमा बनाएको अरे उसले, हामीलाई देखाएर चाहिँ यो चाहिँ खोला हो। अनि त्यसपछि यस्तो कि हम्फाल्यो भनेर भन्छु भनेर यसरी पहिला पुरै उसले एक्टिङ गरेर देखाउँदो रहेछ कि। तर यो मलाई चाहिँ यो भाइ चाहिँ अब मैले चाहिँ अरू बेलामा मोबाइलमा टिकटकमा मात्रै देखिरहेको थिएँ नि त। अनि अगाडि चाहिँ देख्दाखेरि चाहिँ मलाई साह्रै माया लाग्यो बिचरा है। कस्तो अब उसको घर स्थिति कस्तो छ भन्ने कुरा त हामीलाई थाहा छैन, तर भयो नि कस्तो माया लाग्यो मलाई चाहिँ यो बाबु देखेर, यो भाइ देखेर। अब भाइ दाइ के हो, अब जे भए पनि। अनि ऊ त्यसरी गरेछ। अनि सबैले पैसा माग्दो रहेछ। अनि चाहिँ पैसा चाहिँ यो कतिको भनेर भन्यो भने अनि 20को देखायो भने 5को 4वटा भन्दा रहेछ। अनि मैले चाहिँ 100को दिएको थिएँ। अनि यो चाहिँ कति हो नि भन्दाखेरि 50को 2टा। अनि त्यसपछि मेरो बाबुले पनि दिनु पऱ्यो अरे कि त्यहाँनिर। अनि मैले चाहिँ ल भनेर दिएको, उसले पनि 20 रुपियाँ दिएँ।
अनि त्यसपछि चाहिँ मैले चाहिँ यो पैसाहरू लिइसकेपछि चाहिँ रक्सी चाहिँ नखाऊ है भनेर भनेको। त्यसपछि उसको फेरि भाषण सुरु हुँदो रहेछ, रक्सी खानु हुँदैन, म खान्छु रे, चाउमिन खान्छु रे, भात खान्छु रे भनेर भन्न थाल्यो। अनि मैले चाहिँ ल ल भन्यो। अनि फाइनल्ली यो चाहिँ हाम्रो बन्दीपुरको चाहिँ भाइरल प्लेस आइपुग्यो है। त्यहाँबाट चाहिँ सिधा तल रहेछ हामी बस्ने होमस्टे चाहिँ अलिक तल रहेछ। अनि धेरै तल चाहिँ थिएन, नजिकै छ। एकदम राम्रो लाग्यो मलाई त। कस्तो पोखरातिरको भाइब्स आइरहेको थियो। यता चाहिँ कस्तो राम्रो थियो, मलाई चाहिँ राम्रो लाग्यो। कति सफा थियो कि तर यत्तिको चाहिँ भयो भने चाहिँ धेरै अब पर्यटकहरू घुम्न आउने ठाउँ भएर सफा भयो कि न के हो, तर एकदम सफा थियो है यो ठाउँ चाहिँ। मलाई चाहिँ एकदम मन पर्यो। साथीहरू तपाईँहरू पनि आएर घुमेर जान सक्नुहुन्छ। यस्तै होमस्टेको व्यवस्था चाहिएको छ भने चाहिँ हाम्रो ठुन मम्मीलाई सम्पर्क गर्नुभयो भने उहाँहरूले एकदम राम्रो होमस्टे व्यवस्थापन गर्नुहुन्छ। अनि फाइनली हामी चाहिँ यहाँ आइपुग्यो। त्यसपछि चाहिँ उहाँहरूको चाहिँ ड्रेस पनि रहेछ, लुङ्गी लाउनु पर्ने रहेछ, सेम लुङ्गी लाएर। अनि वेलकमको लागि चाहिँ फुल माला, अनि त्यहाँको चाहिँ चलन चाहिँ पुरै आलुलाई पुरै अचार बनायो या फ्राई के गरेर समथिङ त्यस्तै थियो, तर खाँदा मिठो थियो है साथीहरू। अनि यो चाहिँ एउटा लिएर आउनुपर्ने रहेछ। त्यसपछि सबैले स्वागत गर्नुभयो। यहाँको चाहिँ अब यो अब उहाँहरूको ठाउँअनुसारको अब राम्रो छ है साथीहरू, तपाईँहरू नै आउन सक्नुहुन्छ। त्यसपछि चाहिँ ल भाइ हामी पनि जानु पऱ्यो भनेर हामीसँगै गएको गाडीको खलासी भाइलाई चाहिँ भिडियो बनाउनु लगाएको थिएँ मैले। अनि त्यसपछि त्यो भाइले चाहिँ बनाइदिएँ। अनि तर धेरै रमाइलो भएको थियो साथीहरू सबैजना यहाँनिर। अनि यहाँ चाहिँ अब सबैजना एकै घरमा चाहिँ बस्न मिल्दैन रहेछ। उहाँहरूले चाहिँ आफ्नै घरलाई चाहिँ कसरी होमस्टे बनाउने, कसरी व्यवस्थापन गर्ने भनेर चाहिँ एकदम राम्रोसँग गर्नुभएको कि। अनि एकजनाको घरमा 4-5जना, एकजनाको घरमा 4-5जना गरेर चाहिँ उहाँहरूले मजाले मिलाउनु भएको थियो। तर एकदम राम्रो थियो साथीहरू, सफा। आफ्नै भएको घरहरूलाई चाहिँ कसरी होमस्टे बनाउने र के गर्दाखेरि राम्रो हुन्छ भनेर चाहिँ उहाँहरूको चाहिँ एकदम राम्रो लाग्यो। अनि त्यसपछि चाहिँ हामी त्यहाँ रुममा गएर अरू सामानहरू राखेर फेरि अनि यहाँनिर चाहिँ घुम्ने ठाउँतिर जाने भनेर आएको। अनि यहाँ चाहिँ कति धेरै ड्रेसहरू लाएर अनि फोटो भिडियो नि खिच्न पाइने रहेछ। तर हामीले चाहिँ गरेन साथीहरू। अब यो ड्रेसहरू घरमै थियो नि त। अनि हामी चाहिँ उता त्यो टुडिखेल भन्ने ठाउँ रहेछ यहाँ पनि, काठमाडौँको जस्तै नाम चाहिँ टुडिखेल रे साथीहरू। अनि हामी चाहिँ त्यता जानको लागि गएको। त्यहाँ चटपटी खानु पऱ्यो भनेर चटपटी पानीपुरी नि खायो बिच बाटोमा। त्यसपछि चाहिँ अनि त्यहाँ पुगेपछि यो सफारी रहेछ, कस्तो के भन्छ राम्रो लाग्यो मलाई चाहिँ यो सफारी। अनि यहाँ चाहिँ कहाँ चाहिँ जाने त, जङ्गलमा के छ र यहाँ जस्तो फिल भइरहेको थियो मलाई। तर सोध्न चाहिँ सोधेन। अनि त्यसपछि चाहिँ अनि उसको खुट्टा दुखेर बोक्नु पऱ्यो भनेर बोकेको। अनि त्यसपछि यो के भन्छ केबल कार, तलबाट केबल कार चढेर नै आउनु मिल्दो रहेछ। अनि त्यो केबल कार देखाएको मेरो बाबुलाई केबल कार चढ्नु पऱ्यो भने रोयो। अनि हामी उता गएर आएर अनि फेरि यता आएर 1-2टा टिकटक नै बनाइदिएँ कि मैले। अनि त्यसपछि चाहिँ ढुङ्गे धारा जाउँ रे सबैजनाले। ढुङ्गे धारा भन्दा नि यो पहिला सुरु चाहिँ मन्दिर जाउँ भन्यो। अनि हामी चाहिँ मन्दिर गयो। मन्दिर गएर पूजा गरेर यो चाहिँ बन्दीपुरको मन्दिर। अनि त्यसपछि चाहिँ हामी ढुङ्गे धारा गयो। तल थियो ढुङ्गे धारा। यहाँ चाहिँ नेचुरल पानी आउँदो रहेछ, कस्तो राम्रो थियो, पानी नि खाएको थियो। अनि त्यहाँ गएर आएपछि चाहिँ यहाँ आइपुग्दा चाहिँ हाम्रो यहाँ टोली पार्टीहरू चाहिँ पुरै बिन्दास भइसकेछ। अनि हामीले चाहिँ हामीलाई एउटा चिनो भनेर अनि मैले एउटा ब्याग लिएँ। अनि फुपूले चाहिँ यो मेकअप ल्याएँ। अनि अरू दिदीले चाहिँ त्यो अनि थैलीहरू के किने कि उहाँहरूले। अनि यो पनि थैली चाहिँ साथीहरू कस्तो राम्रो लाग्यो मलाई त। यो उनीको थैली राम्रो लागेको थियो। अनि त्यसपछि यो हातमा लाउनेहरू पनि राम्रो थियो। अनि यो खोइ के समथिङ के थियो। अनि त्यसपछि फेरि हामी रुममा आएर अनि फेरि बेलुकातिर चाहिँ एकछिन नाइट भ्यू हेर्छु भनेर आएको थियो। नाइट चाहिँ यत्तिको देखिँदो रहेछ। यहाँ चाहिँ न्यु इयरतिर आयो भने चाहिँ
कस्तो दामी लाइट हुन्छ अरे साथीहरू है, कस्तो राम्रो के मलाई त राम्रो लाग्यो। त्यसपछि चाहिँ हामी चाहिँ घरमा आयौँ अनि हामीले चाहिँ खाना रेडी गर्नुभएको थियो अनि हामीले चाहिँ खाना खायो। अनि खानको लागि बसेको, मैले बाबुलाई खाना खान आऊ भनेको त बाबु खाना खानै आएन। उसलाई चाहिँ अब दिनभरि खाएको खाएँ है, उसको त मुखै खाली थिएन कि। अनि खानेकुरा नि मिठो थियो, गुन्द्रुकको अचार नै थियो, सादा अचार नै थियो, अनि आलु तरकारी अनि साग बनाउनु भएको थियो, दाल थियो, एकदम मिठो लाग्यो है। मैले त गाउँमा खाएँ, मैले त थपेर नै खाएको थिएँ साथीहरू, मिठो लागेर। अनि त्यसपछि चाहिँ हामीले चाहिँ खाना खाइसकेपछि चाहिँ हाम्रो लागि चाहिँ अब कार्यक्रम मतलब गीत के त्यहाँको गीतहरू गाउने त्यो होमस्टेबाटै त्यहाँ आयोजित गरेको त्यहाँनिर हुँदो रहेछ। अनि यतापट्टि चाहिँ पिङ रहेछ कि, अनि यहाँ पिङमा खेल्न पऱ्यो भनेर अनि साधुनी दिदी र बुद्धी फुपू चाहिँ ऊ पिङमा झुन्डिन थाल्यो। अनि त्यसपछि चाहिँ मेरो बाबु र म बस्ने भनेको त, अनि हाम्रो यहाँ ड्राइभर दाइ पनि बस्नु पऱ्यो अरे के, अनि ल बस्नु नि त भनेर हामी 3 जना बसेको। मेरो बाबु चाहिँ डराएन, अनि उहाँ दाइ चाहिँ कति डराएर ल मलाई त डर लाग्यो, नानी तपाईँले बाबुलाई चाहिँ रोटी पिङ पनि खेलाइसक्यो क्या हो, तपाईँको छोरा त डराउँदैन त भन्दै थियो कि। अनि बाबु चाहिँ खै डराएर उसलाई चाहिँ खेल्नै पुगेको छैन भन्दै थियो। अनि रात परिसक्यो, धेरै खेल्नु हुँदैन भनेर उसलाई फकाएर फेरि बल्ल है मान्दै नमानिकन। अनि पिङ चाहिँ कस्तो राम्रो थियो है, यो एकदम के भन्छ उसको। अनि त्यसपछि चाहिँ हामी गयो, यहाँ चाहिँ हामी जाँदा चाहिँ यहाँ सुरु भइसकेछ ऊ डान्स, त्यहाँ गीत गाउने नाच्ने, यहाँ चाहिँ मादल लाएर गर्दो रहेछ। त्यसपछि चाहिँ सबैजना त्यहाँभित्र गयो। यो चाहिँ उहाँहरूको अब उहाँहरूले चाहिँ सबैजना होमस्टेको फ्यामिली हुँदो रहेछ। अनि उहाँ चाहिँ त्यो नानी चाहिँ कस्तो राम्रोसँग नाच्ने थियो कि, फन्ती घुमेर हेर्नु न, हामीलाई त आउँदैन हो यस्तो नाच्न। उनीहरूको चाहिँ अब त्यो नाच्ने पनि फरक स्टाइलले नाच्ने। हामी चाहिँ फन्दाङ र भुन्दुङ पान्दाङ बुन्दुङ नाचिदिन्छ नि त, उहाँहरू चाहिँ मिलाइ कति राम्रोसँग नाच्दो रहेछ। मलाई चाहिँ कस्तो राम्रो लाग्यो कि साथीहरू। अनि हेर्नु हाम्रो पार्टीको छुट्टै छ फेरि पारा। अनि हामी ठुलो मम्मी चाहिँ आउनु भन्छ सबैजनालाई नाच्नलाई। अनि खोइ को सबै अरू केटी मान्छेहरू चाहिँ प्रायः नाचेकै थिएन। अहिले एकछिनमा चाहिँ आउँछ फेरि घटुटुङ लगाएर नाच्नलाई हाम्रो पार्टीहरू पनि। अनि तान्दै हुनुहुन्छ तपाईँहरू नै आउनु न नाच्नलाई भनेर होइन। त्यसपछि नाच्न सुरु सबैजना। अनि मेरो चाहिँ बाबुले नाच्नै दिएन मलाई, अनि बाबुलाई जाऊ न त नाच्न भनेको, बाबु पनि नाचेन। अरू बेला भए बाबु नाच्थ्यो, आज चाहिँ उसलाई पनि थका लाग्यो हो के हो, नाचेन दिनभरि। गाडीमै हामी चाहिँ बिहान 7 बजे हिँडेको थियो, बेलुकादेखि फेरि दिउँसोको 3 बजे आइपुगेको थियो कि साथीहरू यहाँ चाहिँ बन्दीपुरमा। अनि 3 बजे आइपुगेको थियो। अनि कस्तो थकाइ लागिरहेको थियो, एकछिन रेस्ट गर्छु भनेको, फेरि भोलि चाहिँ फेरि हाम्रो बाख्रा फार्मतिर जानुपर्छ नि त, त्यही भएर चाहिँ आज सबै ठाउँ घुम्ने भनेर चाहिँ हामी घुम्न गएको थियो। थकाइ चाहिँ फेरि डह्रो लागेको छ। अनि यो भिडियो नि एडिट गर्दा नि म सुती एडिट गरिरहेको छु कि कस्तो थकाइ लागिरहेछ। एउटा भिडियो चाहिँ पोस्ट गर्छु अनि मात्र सुत्छु भनेर म त तपाईँहरूको लागि हेर्नु त मैले कति दुःख गरिरहेको छ। त्यही भएर मलाई सब्सक्राइब चाहिँ गरिदिनु होला है, सब्सक्राइब कमेन्ट, अनि मेरो भिडियो कस्तो लाग्छ त्यो पनि भनिदिनु होला। अनि उहाँहरूले चाहिँ गीतहरू चाहिँ कस्तो राम्रो गाउनु भएको थियो कि। अनि हाम्रो चाहिँ उहाँ नारायण बाजे है, उहाँलाई चाहिँ कस्तो मन परेछ गीतहरू नि, कति नाच्नु भइरहेको थियो भुन्डुङ लाएर। अनि मेरो बाबु चाहिँ त्यतिखेरसम्म सुतिसकेको थियो कि, अनि सुतेको भएर अनि मलाई चाहिँ कस्तो बाबुले गरेर कस्तो गाह्रो भइरहेको थियो। अनि म चाहिँ रुममा गएर जान्छु भनेर भनेको, अनि सबैजना अब एकैचोटि जाने भन्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ अनि बाबु बोक्दा गाह्रो भइसक्यो, म चाहिँ अगाडि नै जानु पर्ला भनेर भनेको। अनि त्यसपछि ठुलमम्मीले हुन्छ नि त, नत्र जाउँ न त भन्नुभयो। अनि त्यसपछि चाहिँ अनि म चाहिँ
अनि त्यो यहाँ हामी बस्ने होमस्टेको दाईहरू नि दाई अनि दिदीहरू पनि हामीसँगै उता जानुभएको थियो कि अनि त्यही भएर अनि फेरि चाबी लगाएर आउनुभएको रहेछ। अनि नाच्न चाहिँ फेरि छोड्दैन फेरि हेर्नु न हाम्रो पुरै ग्याङहरू नाच्यो कति रमाइलो भएको थियो। यहाँको चाहिँ छुट्टै थियो कि त्यो उयो पनि के भन्छ अरे डान्सहरू नि कस्तो अर्कै टाइपको कस्तो राम्रोसँग नाच्नुहुन्थ्यो। अनि मलाई चाहिँ राम्रो लागेको थियो। हाम्रो बाजेले फेरि डह्रो डान्स गर्नुभएको योपालि चाहिँ नाचे छ हाम्रो पार्टीहरू। अनि त्यसपछि चाहिँ मलाई चाहिँ तपाईँहरूलाई चाहिँ यो बन्दीपुरमा चाहिँ कुन बेला आउँदा राम्रो भनेर चाहिँ मलाई चाहिँ यो न्यु इयर अनि उसको बेलामा चाहिँ धेरै राम्रो हुँदो रहेछ साथीहरू। यहाँ त अब हामी चाहिँ अब यो अब के भन्छ बाख्रा फार्मको लागि आएको हो खासमा चाहिँ बन्दीपुरमा चाहिँ। यहाँ चाहिँ ठुलो बाख्रा फार्म छ अरे। अनि हाम्रो बाख्रा हाम्रो ओडाबाट चाहिँ बाख्रा पाल्नेहरूलाई चाहिँ अनि यो कुन बाख्रा राम्रो हुन्छ कति थरीको जातको बाख्रा हुन्छ तिनीहरूको बारेमा चाहिँ जानकारी अथवा के समथिङ त्यस्तैको लागि चाहिँ अनि कार्यक्रम पनि छ भन्दै हुनुहुन्थ्यो। त्यो कार्यक्रमको लागि ल्याउनु भएको हाम्रो पशु विभागको म्याम चाहिँ ऊ पिङ्क कलरको ज्याकेट लाउने म्याम हो। उहाँ चाहिँ हाम्रो यो बाख्रा अनि पशुपालन सम्बन्धी सबै कुरा सुई हाल्ने दबाई दिने यताउति गर्नुहुन्छ कि उहाँले चाहिँ। अनि सबैजना त्यसरी नाच्यो। अनि मलाई चाहिँ दिक्कै भइसकेको थियो कि साथीहरू मलाई चाहिँ कस्तो गाह्रै भइसकेको थियो। अनि त्यसपछि चाहिँ अनि मैले चाहिँ अब चाहिँ रुमतिरै जान्छु भनेर अनि म चाहिँ रुममा आएँ। मेरो बाबु चाहिँ अनि बाबु चाहिँ सुतिसकेको थियो अनि बाबुलाई नि सुताएँ साथीहरू। आजलाई यति नै। अब नेक्स्ट भ्लग चाहिँ भोलि आउँछ। अहिलेलाई बाई बाई।